हेलो गाइज, आज पनि तपाईहरुलाई अर्ग्यानिक कालुङ्गे च्याउको भिडियो लिएर आइरहेको छु। यो पानीझरीमा गाउँ बस्तीमा उम्रिने गर्छ। एकदमै टेस्टी हुने गर्छ यो च्याउ। यो च्याउहरुको चाहिँ राजै हो गाइज। लाई तपाई पनि गाउँ बस्तीमा हुनुहुन्छ भने यसो बारीतिर घुम्नु होला, कतै उम्रिएको हुन सक्छ। र एकदमै यो चाहिँ मलाई चाहिँ टेस्टी लाग्छ र तपाईहरुलाई पनि सायद खानु भएको होला। खानेहरुलाई त सबैलाई टेस्टी नै लाग्दो होला, किनभने यो च्याउ अरु च्याउहरु भन्दा मार्केटमा पाउने च्याउ भन्दाखेरि अलग हुन्छ। यसको टेस्ट अलग हुन्छ। र आज चाहिँ मैले 4-5 वटा कालुङ्गे च्याउ भेटेको छु। आज भने चाहिँ यसको खाना एकदमै दामी हुने भयो। आज भात चाहिँ दह्रो जाने भयो गाइस। ल हेर्नुस् त, आम्मामा कस्तो दामी छैन, ल हेर्नुस् त, एकदम फ्रेस, एकदम दामी छ है गाइस। ल हेर्नुस् है, ल तपाईहरुले पनि हेर्नुस् है, बारीतिर उम्रेको हुन सक्छ। फेरि तपाईहरु जानु भएन भने, उम्रिएको थियो भने फेरि कुहिनु सक्छ नि त। यस्तो दामी चिजहरु हो। बेला बेला चाहिँ यसो बारीतिर पनि गाउँ बस्तीको हुनुहुन्छ भने घुम्दै गर्नुहोस् है गाइस, र तपाईहरुले पनि देखाउनुहोस् है यसरी नै। ल ल हेर्नुहोस् है गाइस, एकदम दामी छ। ल बाई।